नमस्कार 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 तपाईहरुलाई फेरि पनि स्वागत छ मेरो YouTube च्यानल बाइक इन्फो नेपालमा जहाँ म बाइकको बारेमा यसको फिचरहरुको बारेमा EMI हरुको बारेमा भिडियो बनाउँदै आइरहेको छु र यदि यस च्यानलमा नयाँ हुनुहुन्छ भने यस्तै इन्ट्रेस्टिङ भिडियोहरु हेर्नको लागि च्यानललाई सब्स्क्राइब गर्न भने नबिर्सिनु होला। आज हामी तपाईलाई एडभेन्चर गर्नको लागि नेपालको जुनैसुकै बाटोमा जान पनि घुम्न पनि नरोक्ने खालको अथवा भनौं एडभेन्चर बाइकहरुको बारेमा नेपालको टप 5 एडभेन्चर बाइकहरुको बारेमा जान्ने छौं। यसको प्राइसको बारेमा यसको स्पेक्सहरुको बारेमा जान्ने छौं। यो लिस्टमा 5th नम्बरमा छ होन्डाको CRF 300L। यो बाइकको एक शोरूम प्राइस छ नेपालमा 20,75,000। यसमा तपाईले चाहिँ 286 सीसी को सिंगल सिलिन्डर लिक्विड कुल्ड DOHC इन्जिन पाउनु हुँदैछ जसले चाहिँ 27.32 PS को पावर चाहिँ 8500 RPM मा जेनेरेट गर्छ र 26.6 न्यूटन मिटर को टर्क चाहिँ 6500 RPM मा जेनेरेट गर्छ। यो बाइकमा तपाईले 130 km/h को टप स्पिड पाउनुहुन्छ र माइलेज चाहिँ कम्पनी क्लेम अनुसार 30 देखि 35 km/लिटर को माइलेज पाउनुहुन्छ र 12.8 लिटर को फ्युल ट्याङ्क क्यापेसिटी पनि पाउनु हुँदैछ। र अब तपाई एडभेन्चर बाइकमा एडभेन्चर गर्न जानु हुँदैछ लाइट वेट भयो भने चाहिँ तपाईलाई धेरै नै सहज हुन्छ र यसको वेट चाहिँ मात्र 141 kg रहेको छ जसले गर्दाखेरि तपाईले यो बाइक लिएर जहाँ जाँदा पनि भयो त्यति धेरै वेट छैन नि त यसको त्यो भएर। र यसमा तपाईले 881 mm को सिट हाइट पाउनु हुँदैछ र 285 mm को ग्राउन्ड क्लियरेन्स पाउनु हुँदैछ। टायरको कुरा गर्नु पर्दा तपाईले फ्रन्टमा 80/121 को र रियरमा 120/80 18 को ट्युबलेस टायर पाउनु हुँदैछ र सेफ्टीको पनि राम्रो ध्यान दिएको छ। यसमा तपाईले ड्युअल च्यानल ABS पाउनुहुन्छ र फ्रन्टको डिस्कको साइज रहेको छ 256 mm र रियरको डिस्कको साइज रहेको छ। र तपाईले सस्पेन्सनको कुरा गर्नुपर्दा तपाईले फ्रन्टमा USD फोर्क पाउनुहुन्छ र रियरमा प्रो लिंक सिंगल सक सस्पेन्सन पाउनु हुँदैछ। फिचरहरुको कुरा गर्नुपर्दा चाहिँ तपाईले चाहिँ प्रोपर अफरोड रेडी बाइक पाउनु हुँदैछ र यो बाइक चाहिँ एकदमै धेरै अफरोड क्यापेबिलिटी भएको बाइक हो जसले गर्दाखेरि चाहिँ तपाईले जस्तै बाटोमा पनि लिएर जान सक्नुहुन्छ। प्लस यसको प्लस पोइन्ट भनेको चाहिँ लाइट वेट पनि छ कि जसले गर्दाखेरि तपाईले जहाँ पनि लिएर जान सक्नुहुन्छ। र यसको अलिकति घाटा भनेको चाहिँ यदि तपाईको हाइट चाहिँ अलिकति कम छ सर्ट राइडर हुनुहुन्छ भने चाहिँ तपाईको लागि अलिकति गाह्रो हुन सक्छ। र होन्डाको बाइकको ड्युरेबल त ड्युरेबलै छ तर यसको सर्भिसिङहरु गर्नु पर्दै गर्दाखेरि चाहिँ अलिकति महँगो चाहिँ होला मेरो विचारमा। कुरा गरौँ यसको प्रोज र कन्सको बारेमा। प्रोज भनेको यो बाइक भनेको चाहिँ एकदमै स्ट्रङ अफरोड फोकस भएको बाइक हो जसको चाहिँ एकदमै टप बिल्ड क्वालिटी छ। र कन्सको कुरा गर्नु पर्दा सिट हाइट अलिकति बढी छ। प्राइसको कुरा गर्नु पर्दा त यो बाइक धेरै नै महँगो छ, धेरै हाई प्राइस छ। अर्को भनेको माइलेज ठीकठाक छ। माइलेजलाई पनि हामीले कन्सको रूपमा लिन सक्यौं। र यो बाइक चाहिँ कसको लागि राम्रो हुन्छ भन्दा जसले चाहिँ एकदम प्रोपर अफरोड गर्न चाहनुहुन्छ, प्रोपर टुर गर्न चाहनुहुन्छ भने र एकदमै ड्युरेबल बाइक खोज्नु हुँदैछ भने चाहिँ तपाईको लागि र बजेट पनि एकदमै धेरै छ, धनी हुनुहुन्छ भने तपाईको लागि चाहिँ यो बाइक एकदमै बेस्ट हुन सक्छ। र 4th नम्बरमा छ CF मोटोको 450 MT। यो बाइकको एक शोरूम प्राइस छ नेपालमा 12,50,000। यसमा तपाईले चाहिँ 449.5 सीसी को ट्विन सिलिन्डर लिक्विड कुल्ड इन्जिन पाउनु हुँदैछ जसले चाहिँ 44.2 PS को पावर चाहिँ 8500 RPM मा जेनेरेट गर्छ र 44 न्यूटन मिटर अफ टर्क चाहिँ 6250 RPM मा जेनेरेट गर्छ। टप स्पिड चाहिँ तपाईले लगभग 140 km/h को टप स्पिड पाउनुहुन्छ तपाईले यो बाइकमा। र माइलेज 450 सीसी को बाइक हो। तपाईले 28 देखि 30 km/लिटर को माइलेज पाउनुहुन्छ। 18 लिटर को फ्युल ट्याङ्क क्यापेसिटी पाउनु हुँदैछ जसले गर्दाखेरि तपाईले लङ राइडहरु गर्दै गर्दाखेरि फ्युल भराइराख्नु पर्ने, फ्युल स्टेसन कहाँ छ भनेर कुरिराख्नु पर्ने त्यस्तो समस्या चाहिँ आउँदैन। फ्युल ट्याङ्क क्यापेसिटी धेरै छ र अलिकति हेभी पनि छ है। यसको वेट चाहिँ 185 kg रहेको छ र यसको सिट हाइट छ 825 mm र यसमा तपाईले 200 mm को ग्राउन्ड क्लियरेन्स पनि पाउनुहुन्छ। टायरको कुरा गर्नुपर्दा तपाईले फ्रन्टमा 110/80 19 को टायर साइज पाउनु हुँदैछ र रियरमा 150/60 17 को ट्युबलेस टायर पाउनु हुँदैछ। तपाईले फ्रन्ट र रियरमै डिस्क ब्रेक विथ ड्युअल च्यानल ABS पनि पाउनु हुँदैछ यो बाइकमा। र फ्रन्टको डिस्कको साइज रहेको छ 320 mm र रियरको डिस्कको साइज रहेको छ 260 mm। तपाईले फ्रन्टमा टेलिस्कोपिक सस्पेन्सन पाउनुहुन्छ र रियरमा मोनोसक सस्पेन्सन पाउनुहुन्छ जुन चाहिँ टुरिङको लागि र अफरोडको लागि एकदमै बेस्ट रहनेछ। फिचरहरु भनेको तपाईले यसमा TFT डिस्प्ले पाउनुहुन्छ, LED लाइटिङहरु पाउनुहुन्छ, मोडर्न इलेक्ट्रोनिक्सहरु पाउनुहुन्छ र सँगसँगै यसको सस्पेन्सन पनि एडजस्टेबल छ। यसमा पाउने तपाईले विन्डशील्ड पनि एडजस्टेबल छ। यसको डिजाइन र स्टाइलिङको कुरा गर्नुपर्दा चाहिँ तपाई यो बाइक भनेको चाहिँ स्पोर्ट टुरहरु र यसको लुक्स पनि एकदमै राम्रो छ। प्रिमियम फिनिश भएको बाइक पाउनु हुँदैछ तपाईले र राइड क्वालिटी पनि एकदम राम्रो छ। यसमा भएको ट्विन
ट्विन सिलिन्डर, यसमा चाहिँ तपाईले एकदमै स्मुथ ट्विन सिलिन्डर फिल पाउनुहुन्छ जुन चाहिँ हाइवेको लागि र एडभेन्चरहरुको लागि एकदमै बेस्ट रहनेछ। यसको मेन्टेनेन्स र सर्भिसको कुरा गर्नुपर्दा चाहिँ मेन्टेनेन्स कस्ट अब 450 सीसी को बाइकको अलिअलि खर्च आउँछ नि। अलिकति समस्या भनेको चाहिँ तपाईले यसको पार्ट्सहरुमा चाहिँ प्रब्लम आउन सक्छ। मेरो मतलब बाइक सर्भिस अथवा बाइकको पार्ट्सहरु केही पनि खराब भयो भने चाहिँ अब सर्भिस सेन्टरमा नपाउन सक्छ, पाए पनि आउन अलिकति समय लाग्न सक्छ किनभने यो चाइनिज कम्पनी हो। त्यो चाहिँ अलिकति कन्सको रूपमा देखेको छु मैले। र अरु पनि यसको प्रोज र कन्सको बारेमा कुरा गर्नुपर्दा प्रोज भनेको चाहिँ यसमा ट्विन सिलिन्डर इन्जिन पाउनुहुन्छ जुन चाहिँ एकदमै स्मुथ फिल हुन्छ हजुरको लागि, एकदमै प्रिमियम फिचर पाउनुहुन्छ हैन। र कन्स भनेको चाहिँ प्राइस अलिकति हाई छ, अलिकति हेभी पनि छ। यो चाहिँ कन्सहरु भयो। अब कसको लागि चाहिँ यो बाइक लिँदा बेस्ट हुन्छ भन्दाखेरि जो चाहिँ एकदमै कम्फर्ट खोज्नु हुँदैछ, तपाईँ राम्रो पावर र टर्च भएको बाइक खोज्नु हुँदैछ र यदि तपाईको पर्पज चाहिँ एडभेन्चर हो, हाइवे युज हो भने तपाईको लागि र एकदमै हार्डकोर अफरोड बाइक खोज्नु हुँदैछ भने यो बाइक चाहिँ तपाईको लागि हो। र थर्ड नम्बरमा छ रोयल इनफिल्डको हिमालयन 450। यो बाइकको एक्सोरूम प्राइस हो नेपालमा 9,89,500। यो बाइकमा चाहिँ तपाईले 452 सीसी को सिंगल सिलिन्डर लिक्विड कुल्ड DOHC इन्जिन पाउनु हुँदैछ जसले चाहिँ 40 PS को पावर चाहिँ 8000 RPM मा जेनेरेट गर्छ र 40 न्यूटन मिटर अफ टर्क चाहिँ 5500 RPM मा जेनेरेट गर्छ जसले गर्दाखेरि तपाईले अफरोडहरुमा एकदमै राम्रो परफर्मेन्स प्रोवाइड गर्छ यो बाइकले। यो बाइकमा चाहिँ तपाईले 165 किलोमिटर/आवर को टप स्पिड पाउनुहुन्छ र कम्पनी क्लेम अनुसार 35 किलोमिटर पर लिटर को माइलेज पनि पाउनुहुन्छ जुन चाहिँ अब रियल वर्ल्डमा चाहिँ मिल्दैन। टेरेन अनुसार रोडहरु अनुसार फरक पर्न सक्छ र तपाईले यसमा चाहिँ 15 लिटर को फ्युल ट्याङ्क क्यापेसिटी पाउनु हुँदैछ। लङ डिस्टेन्स ट्राभल गर्ने राइडरहरुलाई चाहिँ एकदमै बेस्ट रहनेछ। यो बाइकको वेट रहेको छ 199 केजी र सीट हाइट तपाईले 800 mm को सीट हाइट पाउनु हुँदैछ र 220 mm को ग्राउन्ड क्लियरेन्स पाउनु हुँदैछ जुन चाहिँ अब नेपाली रोडहरुको लागि एकदमै बेस्ट हो। टायर साइजको कुरा गर्नुपर्दा फ्रन्टमा 90/90 21 को र रियरमा 120/90 17 को ट्युबलेस टायर पाउनु हुँदैछ। र ब्रेकको कुरा गर्नुपर्दा तपाईले फ्रन्टमा 300 mm को डिस्क ब्रेक पाउनु हुँदैछ र रियरमा 240 mm को डिस्क ब्रेक पाउनुहुन्छ र ड्युअल च्यानल एबिएस पनि पाउनुहुन्छ। फ्रन्टमा लङ ट्राभल सस्पेन्सन पाउनुहुन्छ र रियरमा मोनोसक सस्पेन्सन पाउनुहुन्छ। फिचरहरु चाहिँ तपाईले यसमा क्लासिक रक स्टाइलिङ पाउनुहुन्छ। यसको डिजाइन र स्टाइलिङको बारेमा कुरा गर्नुपर्छ यो चाहिँ एकदमै प्रोपर, यो चाहिँ एडभेन्चर टुरर बाइक हो विथ एकदमै रक लुक भएको र अपराइट राइडिङ पोस्चर छ यो बाइकमा जसले गर्दाखेरि तपाईले लङ टुरिङहरु पनि एकदमै राम्रोसँग राइड गर्न सक्नुहुन्छ। तपाईलाई धेरै थकान महसुस चाहिँ हुँदैन। अपराइट राइडिङ पोस्चर भएको कारणले एकदमै कम्फर्टेबल छ के यो बाइक। यो बाइकको प्रोज र कन्स भनेको चाहिँ जस्तै एकदमै एफोर्डेबल छ। धेरै अफोर्डेबल त नभनौं तर CF मोटो हेरिकन CRF हेरिकन अलिकति अफोर्डेबल छ र सर्भिस सेन्टरहरु पनि ठाउँ-ठाउँमा छ। यो बाइक लिएर तपाईहरु नेपालमा त भएका सर्भिस सेन्टरहरु रोयल इनफिल्डको ठाउँ-ठाउँमा सधैँ छ। प्लस इन्डियाहरु तपाईले यो बाइक लिएर चाहिँ जहाँ जाँदा पनि हुन्छ र यसको बिल्ड क्वालिटी पनि एकदमै स्ट्रङ खालको छ। एकदमै स्ट्रङ बिल्ड क्वालिटी भएको बाइक हो यो। र कन्स भनेको चाहिँ यसमा इलेक्ट्रोनिक्सहरु चाहिँ यदि तपाई इलेक्ट्रोनिक्सहरु मन पराउनुहुन्छ एडभान्स फिचरहरु भने चाहिँ त्यो चाहिँ अलिकति ल्याक छ। र अफरोडहरुको लागि पनि अब 99 केजी वेट छ यसको। अब तपाई हार्डकोर अफरोड गर्न चाहनुहुन्छ भने चाहिँ तपाईको लागि बेस्ट नहुन सक्छ। र यो बाइक कसको लागि बेस्ट हुन्छ भन्दा चाहिँ जसले चाहिँ एकदमै राम्रो एडभेन्चर क्यापेबिलिटी भएको बाइक चाहनुहुन्छ र अफोर्डेबल प्राइसमा चाहनुहुन्छ भने तपाईको लागि बेस्ट हुन सक्छ। र एकदम कम्फर्ट पोस्चर भएको र रोयल इनफिल्डको बाइक चाहनुहुन्छ भने यो बाइक चाहिँ तपाईको लागि 100% बेस्ट हुन सक्छ मेरो विचारमा। र सेकेन्ड नम्बरमा मैले राखेको छु सुजुकीको V-Strom। यो बाइकको चाहिँ एक्सोरूम प्राइस नेपालमा 5,99,900। यो बाइकमा तपाईले 249 सीसी को सिंगल सिलिन्डर ओइल कुल्ड SOHC FI इन्जिन पाउनु हुँदैछ जसले चाहिँ 26.5 PS को पावर चाहिँ 9300 RPM मा जेनेरेट गर्छ र 22.6 न्यूटन मिटर अफ टर्क चाहिँ 7500 RPM मा जेनेरेट गर्छ। र यो बाइकमा तपाईले 140 किलोमिटर/आवर को टप स्पिड पनि पाउनुहुन्छ। र माइलेज चाहिँ अब कम्पनीले चाहिँ 35 देखि 35 किलोमिटर पर लिटर को माइलेज क्लेम गर्छ तर रोड अनुसार टेरेन अनुसार फरकमा आउँछ। तपाईले यतिकै माइलेज चाहिँ नपाउनु पनि सक्नुहुन्छ। र यसमा तपाईले 12 लिटर को फ्युल ट्याङ्क क्यापेसिटी पाउनुहुन्छ र यसको वेट रहेको छ 167 केजी र यसको सीट हाइट रहेको छ 835 mm र तपाईले यसमा चाहिँ 205 mm को ग्राउन्ड क्लियरेन्स पाउनुहुन्छ। टायर साइजको कुरा गर्नुपर्दा तपाईले फ्रन्टमा 100/90 19 को ट्युबलेस टायर पाउनुहुन्छ र रियरमा 140/70 17 को ट्युबलेस टायर पाउनुहुन्छ। ब्रेक्स चाहिँ तपाईले कुरा गर्नुपर्दा फ्रन्ट र रियरमै डिस्क विथ ड्युअल च्यानल एबिएस पनि पाउनुहुन्छ। सस्पेन्सनको कुरा गर्नुपर्दा तपाईले फ्रन्टमा टेलिस्कोपिक फोर्क सस्पेन्सन पाउनुहुन्छ र रियरमा मोनोसक प्रिलोड एडजस्टेबल सस्पेन्सन पाउनुहुन्छ। यसमा पाउने फिचरको कुराहरु गर्नुपर्छ तपाईले LED लाइटिङ पाउनुहुन्छ, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर पाउनुहुन्छ विथ स्मार्टफोन कनेक्टिभिटी र USB चार्जिङ पोर्ट पनि पाउनुहुन्छ। र यसमा चाहिँ तपाईले
टल विन्डसिल्ड पाउनुहुन्छ र अपराइट राइडिङ पोस्चर पाउनुहुन्छ, जसले गर्दाखेरि तपाईँले चाहिँ लामो डिस्टेन्स चाहिँ ट्राभल गर्न सक्नुहुन्छ र तपाईँलाई त्यति धेरै थकान पनि महसुस हुँदैन। यो बाइकको प्रोज भनेको चाहिँ त यो बाइक एकदमै लाइट वेट छ, लगभग 167 केजी छ, जुन चाहिँ तपाईँको सिटी राइडको लागि पनि र मिक्स टेरेनहरूको लागि अफरोडहरूको लागि पनि बेस्ट रहनेछ र ग्राउन्ड क्लियरेन्स पनि राम्रो छ यो बाइकको, जसले गर्दाखेरि एडभेन्चर गर्दै गर्दाखेरि तपाईँले अफरोड गर्दै गर्दाखेरि इन्जिन ठोकिने प्रब्लम आउँदैन। र अर्को भनेको मोडर्न स्टाइल छ र फिचरहरू पनि यो सेगमेन्टमा तपाईँले एकदमै राम्रो फिचरहरू पाउनुहुँदैछ। र अब कुरा गरौँ यसको कन्सको बारेमा। पहिलो त कन्स भनेको यसमा तपाईँले 12 लिटरको फ्युल ट्याङ्क पाउनुहुँदैछ, जसले गर्दाखेरि लङ राइडहरू गर्दै गर्दाखेरि अरू एडभेन्चर टुरर बाइकहरूको कम्पेरिजनमा यसको फ्युल ट्याङ्क क्यापेसिटी चाहिँ सानो छ, जसले गर्दाखेरि तपाईँलाई राइड गर्दै गर्दाखेरि प्रब्लम हुनसक्छ, फ्युल भराइराख्नु पर्ने आवश्यकता पर्न सक्छ। अर्को भनेको छ यसको सिट हाइट। यसमा तपाईँले 35 mm को सिट हाइट पाउनुहुँदैछ, जुन चाहिँ अब तपाईँ टल राइडर हुनुहुन्छ भने त तपाईँको लागि प्रब्लमको विषय होइन, तर यदि तपाईँ सर्ट राइड हुनुहुन्छ भने तपाईँको लागि यो चाहिँ प्रब्लम हुनसक्छ। र फर्स्ट नम्बरमा छ केटिएमको 390 एडभेन्चर। यो बाइकको एक्सोरुम प्राइस छ नेपालमा 10,74,900 र यसमा तपाईँले 398.63 cc को सिङ्गल सिलिन्डर लिक्विड कुल्ड DOHC FI इन्जिन पाउनुहुँदैछ, जसले चाहिँ 45.3 bhp को पावर चाहिँ 8500 RPM मा जेनेरेट गर्छ र 39 न्युटन मिटर अफ टर्क चाहिँ 6500 RPM मा जेनेरेट गर्छ। यो बाइकमा तपाईँले पाउने टप स्पिड भनेको चाहिँ तपाईँले यसमा 160 km/h को टप स्पिड पाउनुहुन्छ। माइलेज चाहिँ यो बाइकले तपाईँलाई 28 km/L को माइलेज दिन्छ कम्पनी क्लेम अनुसार र यसको फ्युल ट्याङ्क क्यापेसिटी रहेको छ 14.5 लिटर्स र वेट रहेको छ 182 kg र यसको सिट हाइट रहेको छ 830 mm। यदि तपाईँ सर्ट राइडर हुनुहुन्छ भने चाहिँ तपाईँको लागि चाहिँ यो बाइक म रिकमेन्ड गर्दिनँ। र यसमा तपाईँले 237 mm को ग्राउन्ड क्लियरेन्स पाउनुहुन्छ, जुन चाहिँ नेपाली रोडहरूको लागि, रफ रोडहरूको लागि र अफ रोडहरूको लागि चाहिँ एकदमै बेस्ट रहनेछ। र फ्रन्टमा तपाईँले 21 इन्चको टायर र रियरमा 17 इन्चको ट्युबलेस स्पोक व्हिल पाउनुहुँदैछ। फ्रन्टमा तपाईँले 320 mm को डिस्क ब्रेक पाउनुहुँदैछ र रियरमा पनि तपाईँले डिस्क पाउनुहुन्छ र तपाईँले यो बाइकमा चाहिँ ABS भयो, कर्नरिङ ABSहरू पनि पाउनुहुन्छ। र अफ रोडहरूमा तपाईँले राइड गर्दै गर्दाखेरि चाहिँ ABS चाहिँ स्विचेबल छ, तपाईँले आफ्नो हिसाबले ABS लाई स्विच पनि गर्न सक्नुहुन्छ। तपाईँले यसमा चाहिँ WP Apex को फुल्ली एडजस्टेबल लङ ट्राभल अफ रोड रेडी सस्पेन्सन पाउनुहुन्छ। र यसमा पाउने फिचरहरू भनेको तपाईँले यसमा 5 इन्चको TFT डिस्प्ले पाउनुहुन्छ विथ राइड मोडहरू पनि पाउनुभयो र एडभान्स इलेक्ट्रोनिक्सहरू पाउनुहुन्छ। यसको डिजाइन र स्टाइलको कुरा गर्नुपर्दा यो बाइक चाहिँ र्याली इन्स्पायर्ड छ, जुन चाहिँ हेर्दै गर्दाखेरि एकदमै एग्रेसिभ देखिन्छ र एडभेन्चर पोस्टर छ र एकदमै प्रिमियम लुक, प्रिमियम डिजाइन पाउनुहुन्छ तपाईँले। र राइड क्वालिटीको कुरा गर्नुपर्दा यो बाइक चाहिँ हाइवेको लागि, अफ रोडको लागि, दुईटैको लागि एकदमै बेस्ट रहनेछ। यसको प्रोज र कन्स भनेको चाहिँ तपाईँले यसमा एकदमै राम्रो स्पेक्सहरू, फिचरहरू पाउनुहुँदैछ, जस्तै ABSहरू भयो, राइडिङ मोडहरू भयो, यस्तो फिचरहरू पाउनुहुँदैछ। र कन्स भनेको चाहिँ प्राइस अलिकति हाई छ, यो पनि कन्सको रूपमा लिन सकिन्छ हामीले। र सिट हाइट अलिकति ज्यादा छ, जसले गर्दाखेरि सर्ट राइडरहरूलाई प्रब्लम हुनसक्छ। अब लास्टमा यो बाइक कसको लागि राम्रो हो भन्दा त्यस्तो राइडर जसले चाहिँ अलिकति इलेक्ट्रोनिक फिचरहरू बढी भएको बाइक चाहनुहुन्छ, उहाँहरूको लागि चाहिँ यो बाइक एकदमै बेस्ट रहनेछ। र हामीसँग बजेट एडभेन्चर बाइकहरू पनि छ, जस्तै होन्डाको NX 200हरू भयो, हिरोको Xpulse 200हरू भयो। अरू अब एडभेन्चरहरू गर्नलाई अरू बाइकहरू पनि छ हामीसँग, तर त्यो चाहिँ मैले किन लिस्टमा राखेँ भन्दाखेरि मैले चाहिँ यो भिडियो बनाउनुको कारण भनेको चाहिँ बेस्ट एडभेन्चर बाइक इन नेपालको टपिकमा रहेर चाहिँ यो भिडियो बनाएको। र फेरि पनि म चाहिँ बजेट एडभेन्चर बाइक इन नेपाल भनेर बनाउनु छु, जसमा चाहिँ हिरोको Xpulse भयो, NXहरूलाई पनि कभर गर्नेछु। र यदि भिडियो मन पर्यो भने र च्यानलमा नयाँ हुनुहुन्छ भने फेरि पनि यस्तै इन्ट्रेस्टिङ भिडियोहरू हेर्नको लागि च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनु होला, भिडियोलाई लाइक गर्न नबिर्सिनु होला।